उनीहरूले चेन्ज गरेर नि गर्ने तिनजनाले भिडियो रेकर्ड पनि गर्ने त्यो खिचेको एउटाले खिचेको सँग अर्कोले नखिच्ने कसले खिचेको आफूले थाहा पाउने र पुरानोले जतिले आफूले आज के गर्ने हो त भन्ने कुरा क्लियर भएर राम्रो छ त्यो सबैले आज खिचेको चाहिँ पोर्ट्रेट आउट फोटो खिच्नेले फोटोको आउटपुट निकाल्ने होइन भिडियो खिच्नेले भिडियोको आउटपुट निकाल्ने गरेर ठ्याक्क एकदमै बेस्ट सबैभन्दा बेस्ट जस्तो हुन्छ त्यसलाई मैले अनि प्राइस चाहिँ पुरा बुझ्यो एकदम राम्रोसँगले अनि अब यो पछि के छ त यस्तो हुने खालको आजै सोच्नु यो कुरामा अनि आजैबाट मानसिकता बनाउनु जहाँ जहाँ आउँदैन त्यहाँ त्यहाँ चाहिँ हामीले मेन्टेन गर्दै 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 अगाडि बढ्नु पऱ्यो नि अनि हामी चाहिँ त्यो नगरी अनि कसरी हुन्छ त्यो चाहिँ एकदमै राम्रोसँग र सिरियस हौ हामी एक दिन वर्ल्डकै नम्बर 1 फोटोग्राफर भिडियोको आफ्नो एडिटर हुन्छ सबै डिजिटल मार्केटिङ ह्यान्डलिङ गर्ने गरेर भरे हामी छुट्टिँदाखेरि पनि यसरी नै गफ गरेर चटक्क लाएर राम्रोसँग गरिन्छ है ठिक छ एकदम इनर्जीका साथ है त बौद्ध गाडी आएर ल नमस्कार आज हामी सम्राट मुभिजबाट बुद्ध जयन्तीको लागि आज बौद्धमा हाम्रो फर्स्ट डेस्टिनेसन रहेको छ र यहाँ चाहिँ हाम्रो डेली प्र्याक्टिकलको लागि आज चाहिँ आउटडोर केटाहरूको लागि लिएर हामी आएको छौँ हाम्रो स्टुडेन्टहरूलाई सो हाम्रो प्र्याक्टिस भइरहेछ सो हामी नर्मली आफूलाई एसाइन गरेको कुराहरू गर्दैछौँ सो इट बिन अ ग्रेट एन्ड फन ह्याभिङ टाइम एन्ड गुड डे शरणं संगं शरणं